ठेक्का त तोडिँदो रहेछ है भन्ने एउटा त्यो भनौँ न त्यो मेसेज दुवै पक्षमा ठेक्का तोडिन सक्दो रहेछ हैन यो कारणले र तोडिने भन्ने छ। अब के भयो भन्दाखेरि अहिले आएर अब सबै रुङ्न ठ्याक्का जतिलाई तोड्छु भनेर भनौँ न तोड्नै त पर्ने एक न एक दिन त यो सुरु गर्नुपर्ने हो तर चाहिँ ढिला भयो भन्ने चाहिँ मलाई लागिरहेछ। उहाँहरूले सचेत गराउनलाई मात्रै भन्ने जस्तो होइन सचेत गराउनलाई अब त्यो त अब सरकारको डिसिजन हो हैन अब त्यसमा के को लागि गरियो भन्दाखेरि त्यसमातिर नजाउँ तर हाम्रो ठेक्का सम्झौताका शर्तहरू भन्छौँ हामी कन्डिसन्स अफ कन्ट्र्याक्ट भन्छौँ हैन जो दुवै पक्षले साइन गरे हुन्छ त्यही ठेक्काको साइज हेरी 70 71 90 वटा जति बुँदाहरू हुन्छन् हाम्रो नियमावली भने जस्तै त्यो दुईटाले एग्री गरेको हाम्रो घर भाडा दिँदाखेरि त 5-6 वटा के बुँदा राखेर दुवै पक्षले साइन गरेको छ त्यति बुँदाहरू हुन्छन्। त्यो बुँदाहरूमा ठेक्का कुन बखतमा अथवा के कारणले के अवस्था भयो भने तोडिन्छ भन्ने चाहिँ स्पष्ट छ एकदम त्यहाँ कुनै दुविधापूर्ण चाहिने भाषा पनि छैन त्यो अङ्ग्रेजीमा हुन्छ यो कन्डिसन्स अफ कन्ट्र्याक्ट चाहिँ द इम्प्लोयर भनेको सरकारी पक्ष अथवा भनौँ न मालिक त नभनौँ न इम्प्लोयर ठेक्का दिने मान्छे भनौँ न इम्प्लोइ भने ठेक्का दिने भने द इम्प्लोयर मे टर्मिनेट द कन्ट्र्याक्ट भनेर 5-6 वटा 10-12 वटा चाहिँ बुँदाहरू स्पष्ट रूपमा लेखा छ र त्यसमध्ये एउटा समयमा काम सुरु नगरेमा भन्ने छ एउटा अर्को हुनुपर्ने जति प्रगति नभएमा पनि तोड्न सकिने भन्ने प्रावधान छ। त्यो पहिले नै त्यो क्रोनिक हुनुभन्दा अगाडि नै यी प्रावधानहरूलाई टेकेर मैले ठेक्का तोडिहाल्नुपर्छ भने त होइन तपाईँको ठेक्का तोडिन सक्छ है भन्ने किसिमको के भने त्यो बेला चाहिँ सचेत गराउनुपर्छ के जस्तो लाग्छ मलाई। अब त्यसमा गरेनौँ अब 24 महिनाको ठेक्का थियो 23 महिनासम्म कामै गरेन अनि सरकारी पक्षले पनि अब एउटा चिठी पनि लेखेन ढिला भयो भने अनि 24औं महिनामा आएर ल तिम्रो ठेक्का तोड्छु भन्दाखेरि यो कता कता नमिल्या जस्तो चाहिँ देखिन्छ।